गुड डे एभ्रिवान। आज हामी नारायण दाईको फेमस मोमो जाँदैछौँ गौशाला चोकदेखि ओह्रालो भनौँ। अनि एजिसवी हामी भित्र छिर्दैछौँ र यहाँ चाहिँ पे फर्स्ट रहेछ। फर्स्ट पे गर्यो अनि त्यस पछाडि मात्रै खाना पाइने रहेछ। 170 पर प्लेट रहेछ। अनि हामीले पैसा तिर्यौँ। अनि त्यस पछाडि हामी चाहिँ कस्तो भएछ भने बसिरहेछौँ। अलिक बिहानै पनि रहेछ, त्यति भिड थिएन हामी जाँदाखेरि चाहिँ। त्यस पछाडि हामी त्यही बसिरहेका छौँ। अब खास थाहा नभएर हो मलाई चाहिँ हामी आफैले लिनु जानुपर्ने रहेछ। उहाँहरूले सर्भ गरेर प्लेटमा राखिदिइसकेपछि आफैले लियो। अनि त्यस पछाडि झोल हाल्यो आफैले नै। एउटा भाँडा रहेछ, भाँडा माटोको भाँडा, त्यहाँबाट झोल हाल्यो। अनि आफूलाई कति चाहिन्छ त्यो लिएर अनि त्यस पछाडि धुलो पनि खोर्सानीको धुलो रहेछ, धुलो अलिअलि कति आफू खाने हो त्यो अनुसारको हाल्यो। हालिसकेपछि आफूले लियो, गयो, टेबलमा बस्यो, मजाले खायो। र यो मोमो चाहिँ तपाईँको यो ह्यान्डमेड होइन रहेछ, यो तपाईँको मेसिन मेड नै हो। किनभने यसको जुन फिनिसिङ सबैको एउटै छ र यो 100% मेसिन मेडै रहेछ। मेसिन मेड भए पनि कस्तो लाग्यो भने मलाई खाँदै जाँदाखेरि त्यस्तो हातले बनाएको र मेसिनकोमा त्यस्तो फरक चाहिँ लागेन है मलाई चाहिँ। मेरो पोइन्ट अफ भ्यू हो यो। त्यस्तो फरक चाहिँ लागेन। नत्र भने काहीँ चाहिँ अब मेसिन मेडहरू चाहिँ अलिक बाक्लो छाला हुने होइन त्यस्तोहरू भेटिन्थ्यो भने लगभग यो चाहिँ अलमोस्ट राम्रो लाग्यो। मिठो मानेर खाइसक्यौँ। पसलको भाइ यो थाल उठाउँदै आउनुभयो। अनि भाइलाई सोध्यौँ, भाइ हामीले आफै लिएर आएर खायौँ, अब यो खाइसकेपछि थाल त धुनु पर्दैन नि भाइ भनेको। दाइ त्यो चाहिँ पर्दैन भन्यो। त्यति भनेपछि हामी ढुक्क भयौँ अनि हाम्रो घरतिर लाग्यौँ।